ओके, फेरि पनि सबैजना सन्चै हुनुहुन्छ भन्ने आशा छ। अबको यसमा हामी गर्दैछौँ रिज्युमे लेटर, सिभी लेटरहरू हुन्छ नि, कभर लेटर, हो त्यो कसरी बनाउने? त्यो एकदम युजफुल छ नि त। सिभी बनाउनेहरू सबै युजफुल छ। त्यो अब कतै जबहरू एप्लाई गर्दाखेरि चाहिन्छ। आफ्नो एकाडेमिक सिभी भन्ने पनि हुन्छ, आफ्नै राखिराख्नलाई कहिलेकाहीँ चाहिन्छ। हो, त्यस्तो पनि एउटा फिक्स टेम्प्लेट रहेको छ। त्यो टेम्प्लेट अब हामी हेर्छौँ। सो अबको हाम्रो कुन हो अरे? सिभी। नो डिबी, डिबी त परेको हो। सिभी रिज्यूमे भन्छ। सो यु क्यान फाइन्ड अ लट अफ टेम्प्लेट्स। लास्टै धेरै टेम्प्लेट भेट्नुहुन्छ। कुन युज गर्ने? कमन हुने यो यस्तो अरू अलिकति हेर्दा पनि कमन होइन, इन्ट्रेस्टिङ सिम्पलवाला पनि त चाहियो होइन? धेरैले युज गर्ने अब यस्तो एट्र्याक्टिभहरू त सबले युज गर्न सक्ला। हामी एउटा नर्मल फर्मबाट हेर्ने, किनकि नर्मल फर्मबाट हेर्नु नै हो। सबैले युज गरेको कुरा युज गर्दाखेरि त केही हुन्छ र? त्यसले पनि गरेकै हो, यसले पनि गरेकै हो कि होइन? सबैजनाले एउटै जुत्ता लगाएर हिँड्यो भने यो अहिलेको भाइरल जुत्ता भन्छ, केही पनि छैन। तर तिमी युनिक हेर त, अबुई के हो यो? एक्स्ट्रा छ कि क्या? हो, त्यसैले अलिकति एक्स्ट्रा खालको टेम्प्लेट हेर्ने। टेम्प्लेट हेरिसकेपछि पनि एक्स्ट्रा खालको हेर्ने क्या, त्यो सानो मिनोवाला होइन। यस्तो यिनीहरू भनेको माइक्रोसफ्टमै पनि बनाउन सकिन्छ, माइक्रोसफ्टकै टेम्प्लेटहरूले। अलिकति माइक्रोसफ्टमा पनि नहुने टाइपको, जस्तै यु क्यान सी हियर। यो अलिकति प्रोफेसनल टाइपको छ, किन भन्दाखेरि यसमा कुनै इमेज पनि छैन र कुनै त्यस्तो के भन्छ डिजाइनहरू पनि छैन, जस्ट नर्मल वान। र यहाँ एउटा मान्छेको नाम छ। लेट्स मेक ओके, एउटा राम भन्ने मान्छेको नाम बनाऊँ न त है। यही हो एउटा नाम, राम। राम बहादुर। ल ठिक छ, राम बहादुर। मार्केटिङ म्यानेजर, ठिकै छ, थियो अरे मार्केटिङ म्यानेजर थियो अरे। त्यसको फोन नम्बरहरू के होला त? फोन नम्बर, इमेल सबै कुरा राख्न सकिन्छ। फिक्स टेम्प्लेट दिएको बेला त कुनै गाह्रो भएन नि त। प्रोफाइल अब यहाँ जाने, यसको मन परेन भने आई एम आई एम गुड एट मार्केटिङ, आई हेभ आई हेभ आई हेभ गुड एक्सपिरियन्स द्याट के के हुन्छ नि अब त्यस्तोहरू। अब एजुकेसन फिल्डमा आफ्नो कलेजहरूको राख्न सक्यो, राख्यो ब्याचलर अफ विथ जिपिए। यहाँ राम्रो रहेछ नि त, यसमा जिपिए पनि स्कोर गर्नु पर्यो। आउट अफ स्केल इन द स्केल अफ 3.8 इन द स्केल अफ 4। वर्क एक्सपिरियन्स प्रेजेन्ट के गरिरहेको छ? मार्केटिङ म्यानेजर। 2027 देखि 2030। के हो यो, इङ्ग्लिस टेर हो कि नेपाली? 2030 अरे, नेपाली रहेछ भनेपछि प्रेजेन्ट होइन यो पनि, फ्युचर रहेछ यो मान्छे। ठिकै छ, फ्युचर छ, केही छैन, हामीलाई त चाहिएको होइन। हो, एभ्रिथिङ यो टेम्प्लेटमा छ। आफूलाई हेरेको टेम्प्लेटमा रिज्युमे बनाउने र रिज्युमे गरेर यसो अलिकति कतै कतै गरेर यसो चेक पनि गर्ने, कतै बिग्रेको छ कि केही भएको छ कि भनेर। हो नि, रिज्युमेको लागि त्यस्तो धेरै केही पनि पर्दैन। सिभी रिज्युमे एउटै हो, टक्कसँग